केन्द्रीय समितिको मिटिङ म डाक्छु र चाहिँ अध्यक्षले जाने निर्णय जाने गराउँछु भन्ने उसले त्यो कुरा भन्दाखेरि अध्यक्षमा जाने भनेको छ व्यक्तिगत रूपमा उसको भनेको म उठ्दैन होइन म चाहिँ अरूलाई नै चाहिँ जिम्मा दिएर म चाहिँ बस्छु भन्ने उसको ठिकै कुरा हो त त्यसो भने अहिलेको अवस्था हामी यो चाहिँ यो त्यो भनेर यो कुरा चाहिँ कोट्याइरहनु हुँदैन हेर्नुहोस् गल्ती सबैको छ जम्मा कुरा के छ भने कसैको धेरै होला कसैको थोरै होला कुरा यति मात्रै हो गल्ती गर्ने अछुट कोही पनि छैनन् होइन अब यतातिर तपाईँको चाहिँ अब केपीले चाहिँ अब केपी त अध्यक्ष नै हो ऊ आएर चाहिँ म चाहिँ केन्द्रीय समितिको मिटिङ डाक्छु उसले भनेपछि त्यो कुरा मलाई ठिकै लागेन जाने र अध्यक्षको आह्वान गर्छु भनेपछि उनीहरूले चाहिँ अहिले उसको लागि त्यो ठिक छ अब अहिलेको अवस्थामा एउटा कुरो के छ भनेको चाहिँ पार्टी एक किसिमले समाप्त छ हेर्नुहोस् यो पार्टी उठ्न धेरै गाह्रो छ हेर्नुहोस् र हामी चाहनुहुन्छ भर्सक सबैलाई समेटेर जानुपर्छ अहिलेको अवस्थामा यो ऊ भन्नु हुँदैन बल्कि मैले समस्या के देखेँ भने जाने सबैलाई समेट्न सक्ने एउटा साधारण नेतृत्व अध्यक्ष होइन कसलाई बनाउनु पर्छ भन्ने कुराहरूमा चाहनुहुन्छ यो चाहिँ म आफै सोच्न छु तपाईँहरू होइन किनभने जाने जस्तो कुरा भनौँ न अब हाम्रो उसको त सूर्यवंशीको जुन आकाङ्क्षी जुन छ नि मैले के लेखेको थिएँ उनको चाहिँ कस्तो छ भनेको चाहिँ उनको आफ्नो शर्तमा चाहिँ पार्टी चल्नुपर्छ भन्ने उनको भने नि जुन कुरा उसले सोच्छ त्यही नै हुनुपर्छ भन्ने कुरा उसको चाहिँ आफ्नो किसिमको धिमी छ तपाईँहरूले एउटा त्यो छ र त्यसरी पनि पार्टी चाहिँ चल्दैन तपाईँहरूले र अर्को कुरा के छ भनेको चाहिँ तिनले चाहिँ तिनी छिटो चाहिँ प्रभावमा आउने र एउटा चाहिँ आफ्नो पछि हो भन्नेलाई तपाईँको चाहिन्छ उसले पट्याउने क्या जस्तो उनको एउटा चाहिँ समूह छ नि है त्यो 4-5 समूह होइन त्यो भए अरूसँग चाहिँ उनीले बोल्न चाहने हेर्नु नगर्ने उनको चाहिँ कोहीसँग चित्त बुझेन भने ऊ चाहिँ बोलचाल पनि नगर्ने आती जाति पनि नगर्ने हेर्नुहोस् त्यो यसरी चाहिँ नेता भएर चाहिँ नि चित्त बुझेन भने उसँग चाहिँ बोलचालै नगर्ने आयाहरू पनि नगर्ने आती जाति पनि नगर्ने भनेको यो त्यो र उसले आफ्नो अनुकूलमा चाहिँ पार्टी चल्नुपर्छ र आफ्नो शर्त अनुसार आफ्नो सोच अनुसार पार्टी चल्यो ठिक छ नभए चाहिँ उनी चाहिँ दिन्छ तपाईँको त्यसमा उनी चाहिँ एउटा अरूसँग पनि कम्प्रोमाइज गर्न चाहिने उनले तपाईँको चाहिँ नजानेको भने कि नसिकेको भन्ने एउटा चिज चाहिँ त्यो यो दुईवटा चिज देखेँ यो ज्यादै खतरा हो त पार्टी चल्नको लागि चाहिँ यो समस्या हुन्छ त्यही चाहिँ उनी अरूसँग कम्प्रोमाइज पनि नगर्ने लचिलो पनि नहुने र आफूले जे सोचेछ त्यही मात्र ठिक छ भन्ने र केही जाने साथीहरूको सीमित चाहिन्छ एउटा समूहको बिचमा मात्रै उनी रमाउने र अरूसँग चाहिने उनीको चाहिँ चित्त नबुझ्नेसँग चाहिँ उनी बोलचालै बन्द गर्ने त्यसले गर्दा पार्टी चाहिने त्यही चाहिन्छ सक्दैनन् र अहिलेको अवस्था चाहिँ अहिले के भने पूर्व पश्चिमका तपाईँको चाहिँ एक किसिमले यिनीहरू चाहिँ मानसिक रूपले विभाजित भइसकेको छ नि हेर्नुहोस् मानसिक रूपले पनि र चाहिँ एउटा तपाईँको सोचमा यिनीहरू तपाईँको जाने एक किसिमले कतिपय जाने पोइन्ट अफ नो रिटर्नमा पुगिसकेको छ जस्तो अरूको कुरा त ठिकै छ तर त्यही रूपन्देहीको कुरा छ तपाईँहरूको एकहोरोपना
होइन आफ्नो जितेपनाहरू होइन त्यसरी छन् त्यस कारण तपाईँको राजनीति त्यो त्यसरी चल्दैनन् त्यस कारण तपाईँको यो समस्याहरू छन् अब पार्टी के भन्छ पूर्वाञ्चलतिर पार्टी चाहिँ त्यही नदिएको झापामा कमिटी छ त्यसलाई अन्त खोज्दैछ इलाममा के छ छैन इलाममा छैन तेह्रदम छैन 5 थर छैन पार्टी के अरे पार्टीको रूपमा आउनु पऱ्यो के अरे व्यक्ति आउँछ व्यक्ति जान्छ तर कमिटी छैन क्या होइन अब त उनीहरूले त अब त्यहाँ कमिटी खडै गरेको छैन होइन अब यही हाम्रो अध्यक्ष पलङ्गाको जिल्लामै कमिटी छैन गृह जिल्ला हेर्नुहोस् हिजो तपाईँको सबैभन्दा प्रत भएको चाहिँ अब पूर्वाञ्चलमा जाने धरान हो हेर्नुहोस् र चाहिँ पश्चिमाञ्चलको तपाईँको जाने त्यही बुटोल हो हेर्नुहोस् बुटोलले धरानमा अहिले छैन जो भाइ गएर उरु जाने चाहिँ त्यहाँ बास पाउँदैन अब हेर्नुहोस् यो कुरा बुझ्नुहोस् अब हेर्नुहोस् तपाईँ गयो भने अब जाने चाहिँ त्यो धरानमा बास पाउनुहुन्न गोजे पछितिर चाहिने होटलतिर छिर्ने होटल त होटलै हो अहिलेको स्थितिमा त तैपनि यसरी चाहिँ आउनु पर्यो भन्दाखेरि त्यहाँको चाहिँ सबै ग्रुप आउनु पर्यो भइदिनु पर्यो आइदिनु पर्यो 10-12 जना 15-20 जना 50-100 जना कति हुन्छ भनेर आउनु पर्यो नगरको हो कि गाउँपालिकाको हो कि जिल्लाको हो कि प्रदेशको हो कि गोजीको त गोजीकै पैसा हो त छैन खाना त अब त गोजी नै हो तपाईँको म पहिला जाने बेलामा फलोअपमा म जाने बेलामा त्यस्तै भएको थियो कि राम्रो थियो भएको थियो म एकैचोटि झापा गएको झापा हानेर त्यसरी जान्थेँ कि त्यहाँ बसेँ त्यसपछि फर्केँ मोरङ है त्यसरी सुनसरी धनुषा महोत्तरी हुँदै आएको कि त्यसो गऱ्यो भने ठिक हुन्छ नि जानेलाई यति कति तर चाहिँ त्यो अवस्था छैन अब सुन्नुहोस् मैले देखेको साथीहरू चाहिँ अब पार्टी चाहिँ अघोषित रूपमा फुटिसक्यो अस्ति पनि अब खुसीले त्यो फोटो हालेको 2-4 जना साथीहरूलाई चाहिँ खुसी भएको छ हड्डी हाँसेका छन् साथी कतिपयका मासी पनि हाँसेका छ मुख मात्रै होइन अनि यहाँ पार्टी फुट्दा के यहाँ पार्टी चाहिँ तस नस भन्ने चाहिँ चाहन्छ हेर्नुहोस् यो पार्टी त्यो ग्रुप पनि मैले यसो देख्छु कि त्यस कारणले गर्दा पार्टीमा हुन त यस्तो हामी मैले देखेको त अब निर्मम निर्णय लिएर जानुपर्छ अब छोड्छन् बस्दैनन् के होइन के हुन्छ त्यसमा हामी चाहिँ अब चिन्ताको विषय गर्ने होइन बरु नयाँ सिराबाट नयाँ तरिकाले नयाँ ढङ्गले एकदम इमान्दार जेन्युनलाई राख्ने मै बाठो मै टाँठो मै जाने छ त्यस्तोलाई पनि राख्ने होइन कि पिएचडी गर्छ नि त्यसले मान्ने होइन त्यो त डा फर डाक्टर पनि हुन्छ डा फर डाका पनि हुन्छ प्राडा भनेको प्राध्यापक डाक्टर पनि हुन्छ प्राडा भनेको भैँसीको पाडा पनि हुन्छ के त्यसैले मान्नेवाला त म त कसैले पनि छैन हेर्नुहोस् त्यसले सबै कुरा सुन्छ एकहोरो आफ्नो कुरो राख्छ कसै कुरो नमान्ने भयो भने त्यस्तो नेतृत्व किन नेतृत्व त्यसले के गर्छ सबै कुरा सुन्न सक्ने धैर्यता हुनु पर्यो सबैको समस्या बुझ्न सक्ने हुनु पर्यो त्यसो हुनाले अब चाहिँ पार्टीमा अघोषित रूपमा फुटेको हेर्नुहोस् चाहिएको छ साथीहरूलाई चुनाव चिन्ह र घर 2048 चाहिएको हो यिनको लफडाइ लफाबाजी त्यही हो यिनको लडाइँ झगडा मैले देख्दा है अरू केही देखाएको छैन यो मिल्नुपर्छ पार्टी फस्टाउनुपर्छ पूर्व पश्चिम जोड्नुपर्छ अगाडि बढ्नुपर्छ होइन तपाईँले भन्नुभएको थियो नि त काङ्ग्रेसले धोका देऊ पहिलो बैठक भन्नुभयो नि तपाईँले एमालेलाई धोका देऊ माओवादीले धोका देऊ राजावादीले धोका देऊ कोलाई धोका दिने हो देऊ तर यहाँका आदिवासीलाई तिमीले धोका दिन पाउँदैन यहाँका दलितलाई धोका दिन पाउँदैन मधेसीलाई पाउँदैन यहाँको मुस्लिमले पाउँदैन भन्नुभएको थियो नि तपाईँलाई साँच्चै माया भएर यो पछाडि पिँधमा परेका फेदमा परेकालाई सत्तामा लानुपर्छ भने तपाईँले त्यो चिन्ताले तपाईँले खोलेको कि यो पार्टी गोपाल खम्बु पनि त्यो विचारले आएको होइन रहेछ यो पार्टीमा भद्रकुमारी घले पनि त्यसरी आएको होइन रहेछ यिनी नत्र बस्थ्यो नि त यिनी घोप्टो चेप्टो भएर पार्टी त जोगाउँथ्यो नि त ताक परे तिवारी नत्र गोतामी त्यही सुरमा आएको हो नि यिनी त अरू केही पनि देखिएन मैले हेर्नुहोस् त्यो अब अहिलेको अवस्थामा एउटा मूल कुरो के छ भने हामी चाहिँ जुन चाहिँ एउटा एकताको महाधिवेशनमा जानैपर्छ होइन भनौँ एकताको महाधिवेशन तर आएन भने के गर्दैन त्यहाँ रोएर बस्ने त्यहाँ
शोक मानेर बस्नु त भोकमा बस्नु त शोकमा बस्नु त माइने सम्भव हुन्न नि त मरेर जाने र छोडेर जानेको त त्यसको उपाय हुँदैन हेर्नुहोस् त्यसलाई विधि कुरामा चाहिन्छ कि तपाईँको त्यो एउटा मार्जन गर्नुपर्छ र अब हामी यो अरू यो फल्ना फल्ना भन्नुभन्दा पनि अब मार्जन गरेर नयाँ नेतृत्व आइसकेपछि हामीले अरूसँग एकता गर्नुपर्छ एकता पनि बिथोल्ने एकता काम छैन त्यो होइन सके एक साँच्चै तपाईँ यता के यो पार्टीमा आउँदाखेरि कस्तो अन्डर इस्टिमेट गरेर आउँदो रहेछ कि त्यसले समानुपातिक भनेकै होइन निर्वाचन प्रणाली समानुपातिक नेपाललाई आवश्यक छ होइन त्यो आवश्यक किन छ भन्ने कुरा त्यसले त्यो जरै बुझेको छैन कि त्यसलाई पीडै थाहा छैन जबसम्म त्यसले हिस्टोरिकल पीडा थाहा हुन्न यातना थाहा हुन्न अनि त्यसले कसरी बुझ्छ कि त्यसले अब त एउटा कुराहरू छ। तपाईँ आउँछ नेता आउँछ त्यो परशुराम तामाङलाई ऋग्वेददेखि तपाईँको 4036बाट त्यो ऋग्वेदमा लेखेको रहेछ नि त होइन परमेश्वर भन्ने शब्द पनि त्यहाँ रहेछ कि मैले अहिले पढ्दा भेटेँ अब सुन्नु हो न एकचोटि तपाईँले ऋग्वेददेखि सुरु भएको रहेछ मनुस्मृतिमा आएको रहेछ त्यसपछि बुद्धले पनि त्यही कुरा गरेको रहेछ तर उसले त्यो डिस्क्रिमिनेटरी तरिकाले गरेको होइन रहेछ ऋग्वेदबाट चाहिँ तपाईँ मनुस्मृतिमा आएको रहेछ 1910को मुलुकिनमा आएको रहेछ यो कुरा के परशुराम तामाङले बुझेका थिए यो कुरा के त्यो उसले अरू छोडेर जानेहरूले रत्ननारायणहरूले बुझेका थिए त छोडेको भए तिनी बस्थ्यो होला नि त हेर्नुहोस् कि अहिले के त्यसरी तपाईँ अरू पार्टीको मान्छे आउँदा पनि मैले देख्दा है म एकीकरण गर्नुहुन्न भने तर के भयो भन्दा एकैचोटि उसले के सोचेर आउँछ भन्दा यहाँ पढे लेखा पनि छैन बुझे पनि छैन भने एकैचोटि त्यो अन्डर एस्टिमेट गरेर आउँछ त्यसले मै हुँ भन्ने त्यो दम्ब के नकारात्मक दम्ब सकारात्मक दम्ब लिएर आए पनि हुन्थ्यो होइन हामी त्यहाँ त एकदम जिद्दीवाला भएर बसेको नि त हाम्रो त सपना छ नि त होइन यहाँ तपाईँ हामी त बुझेर नबुझेर हामी तपाईँले पो बुझेर पार्टी खोल्नु भयो त हामी सुरुमा लाग्ने बेलामा त हामीलाई के थाहा थियो त नि तर अहिले समानुपातिकले भिजेर त बसेको नि घोप्टो चिप्टो भएर तपाईँलाई अहिले किन ढाँट्नु छ यो टी सर्ट अर्काले दिएको यो प्यान्ट अर्काले दिइरहेको छ बिजोग देखेर जुत्ता भने अर्काले दिएर लगाएर हिँडेको छ त्यो अवस्थामा किन हिँड्नु परेको छ त अहिले हामी कन्डिसन त्यो छ नि तर रियालिटीमा त ग्राउन्ड रियालिटीमा त त्यसो तपाईँको चाहिँ मैले एकीकरण भन्दा पनि असुराले बुझाएको छ त यो 1910को मूल्यकेन्द्रले बुझाएको छ यसले त्यस कारणले गर्दा मेरो भनाइ चाहिँ ठिक छ अब एकीकरण के मिटिङ तपाईँले आह्वान गर्नु पर्यो एउटा मिटिङ तपाईँले गऱ्यो भने चाहिँ बिचको मध्यमार्गी बाटो होला नत्र केपीले गऱ्यो भने चाहिँ पूर्वको हुन्छ हुन त अहिले त नेपाल तपाईँलाई पनि नेपालकै भनेको तपाईँ हामी सबै चाहिँ पार्टी फुटाउनेलाई सहयोग गरेन हामी चाहिँ हतियार भइले हामी तपाईँ त्यसैले अब मध्यमार्गी भनेको तपाईँ थियो होइन तपाईँले भनेको अब साबिकको पार्टी राष्ट्रिय जनता पार्टी हालको नेपाल जनमुक्ति पार्टी भनेर मिटिङ बस्छ भने तपाईँले त भन्नुभयो नि त त्यही कुरा अहिले त्यो मिटिङमा बसेको रेकर्ड पनि आयो नि त जनमुक्ति पार्टी अनि हालको नेपाल जनमुक्ति पार्टी साबिकको राष्ट्रिय जनता पार्टी नेपालको पछाडि लेखेको त्यो मध्यमार्गीमा तपाईँ थियो नत्र केपीले बोलाउँदा केशव ग्रुप नआउने केशवले बोलाउँदा केपी नआउने यो अवस्था होला त्यो उनको त्यो छोटो बुद्धि हो होइन अब चाहिँ तिम्रो त्यो छोटो बुद्धिले छोटो कुरा गर्यो भनेर चाहिँ त्यसरी लाग्नु हुँदैन र अब तपाईँको चाहिँ कुकुरले चाहिने चाकमा टोक्न आयो भने कुकुरको चाकमा टोक्दा हुँदैन यार होइन अवस्था यस्तो छ अब अहिले तपाईँ हेर्नुहोस् अस्ति भर्खर भारतमा एउटा निर्णय भयो त आज के निर्णय भयो भारत अब जाति जनगणना भनेको हेर्नुहोस् अहिलेसम्म त्यो जातिगत हिसाबले जनगणना थिएन त हेर्नुहोस् होइन जस्तो बिहारतिर या उता तपाईँ केरलातिर जाने कसै कसै स्टेटहरूले गरेका थिए तर जाने जुन चाहिँ यो मोदीले मानेका थिएन तर अहिले चाहिँ मोदीले मान्यो र घोषणा गरिसक्यो हेर्नुहोस् र त्यो जातीय गणना चाहिँ भएर के नारा दिएछ थाहा छ जसको भारी उसको तपाईँको के अरे शासन के त्यो चाहिँ मिलाएको छ क्या मतलब धेरै जनसङ्ख्यावालाको शासन भन्ने आशको नारा यही जानिन्छ उही चाहिँ समानुपातिक भन्ने शब्द प्रयोग नगरेको मात्रै हो त्यहाँ यिनीहरू जिसका बढी उसका भारी हो कि के यसो भने मतलब जसको जनसङ्ख्या बढी हुन्छ उसको शासन हुन्छ भन्ने कुरामा आएर त्यो नारामा आयो हेर्नुहोस् भन्यो र जनमुक्तिको नारामा आयो छोटो हेर्नुहोस् है र त्यो कुरा भारतमा भारतीय काङ्ग्रेस पार्टीले सुरुदेखि त्यो उठाएको कुरा भए अब तपाईँ यतातिर तपाईँको भारतका सानातिना पार्टीहरूले पनि यही कुरा उठाएका थिए र अहिले तपाईँको चाहनुहुन्छ अब चाहिँ मोदी सरकारले त्यो कुरा निर्णय गरेको थियो हेर्नुहोस् र त्यहाँ पनि अब जाति जनसङ्ख्या जाने भयो हेर्नुहोस् ठिक
जुन कुरालाई आजभन्दा हाम्रो 30-35 वर्ष अगाडि भनेको थियो आज त्यो कुरा भारतमा भारतमा लागु भयो भारतमा लागु भयो हो हेर्नुहोस्। त त्यसले गर्दा कुरा के छ भने चाहिँ अब हामीले चाहिँ के छ भने अहिलेको अवस्थामा सकभर त अब मिलाउने हो अब भन्ने हो होइन। अब होइन अब चाहिँ आउँदैन जाँदैन भन्छ भने त्यो कुरा व्यक्तिगत कुरा भयो उसको आफ्नो कुरा भइगयो। त्यो मरेर जानेर छाडी जाने कुराहरू जाने जुन छ त्यसको चाहिँ लाग्ने कुरा पनि भएन। त्यहाँ अब कुरा के छ हामीले तपाईँको जाने हुन्छ तपाईँको महाधिवेशन गर्ने र यसको दुईवटा कुरा हेर्नु। एउटा पार्टीलाई आर्थिक रूपले जाने हुन्छ यसलाई सक्षम बनाउने हेर्नु र अर्को कुरा जानिन्छ हामीले चाहिने जुन चाहिँ यो पार्टीसँग चाहिने सहमति भएर मिल्नेवालासँग एकता गर्ने। एकता गर्न नसक्नेवालासँग तपाईँको चाहिन्छ जोसँग के अरे हामी अगाडि बढ्न सक्छौँ उसँग हामी तपाईँको चाहिने एउटा मोर्चा खडा गर्ने होइन र मोर्चा बनाउने अथवा गठबन्धन गराउने र अगाडि बढ्ने। जसलाई भन्यो चित्रबहादुर केसी जुन सांसद जुन छन् नि त्यो चित्रबहादुर पार्टीकै सांसद होइन त्यो जनमोर्चाको सांसद होइन। जनमोर्चा कति 3-4 पार्टी त्यहाँ छ उनीहरू त्यहाँनिर उनी चुनावमा जान्थे नि अब त्यो मोर्चामा नाममा उनीहरू लड्छन् र त्यो मोर्चाको तर्फबाट चाहिन्छ जुन पार्टीले बढी भोट ल्याएको हुन्छ उसको मान्छे चाहिन्छ समाजपत्रमा जान्छ। जस्तो चित्रबहादुरको पार्टीले जाने अरू मिल्ने पार्टीले भन्दा उसको पार्टीले बढी भोट ल्याएको भन्दाखेरि चित्रबहादुरको पार्टीबाट चित्रबहादुर फेरि जानुहुन्छ साँच्चै भएको त्यो हो। अब त्यही लाइनको चलेन्छ अब जानुपर्ने स्थिति हामीलाई पनि आयो हेर्नुहोस्। किनभने अधिवेशन गरिसकेपछि दुईवटा एउटा कुरा जानिन्छ आर्थिक रूपले हामी चाहिँ सबल बनाउनु त कसरी हुन्छ त्यो तौर अप्नाउनु पर्छ नम्बर 1। नम्बर 2 चाहिन्छ हामीले त के छ भने मिल्न सक्नेहरू जो यो छोडेर गइसक्यो दोहोरा पार्टीमा आउन चाहन्छन् भने त्यसलाई हामी चाहिँ पार्टीमा ल्याउनुपर्छ। अब होइन अब त्यस्तो कोही अब कहिले जाने 8-9जनाको समूह लिएर कहिले पार्टी साथी खोरेर हिँडेका छन् भने पनि तिनीसँग हामी चाहिँ अब गठबन्धन गरेर हुन्छ या मोर्चा कसरी हुन्छ हामी जाने त्यो जानुपर्छ। त्यसले गर्दा के छ भने अब हामी चाहिँ अरूसँग नमिलिकन यत्तिकै जान अब सकिँदैन र पार्टीको अस्तित्व समाप्त भएर जान्छ होइन। एक दुईवटा चाहिँ आर्थिक रूपले अब चाहिँ सक्षम बनाउने र अर्को कुरा तपाईँको अरूसँग गठबन्धन मोर्चा एकता के गर्नु पर्यो त्यो चाहिँ दुईवटा आवश्यक छ तर हेर्नुहोस् किनभने यसलाई तुरुन्तै गर्नुपर्छ। अनि एउटा कुरा आर्थिकको त धेरै कुरा आएको हो आर्थिक सफल हुनुपर्छ आर्थिकलाई बलियो बनाउने। अनि यो आर्थिक चाहिँ एउटा माइनोरिटी बुकमा पनि धेरै नै भरियो होला जस्तो लाग्छ सबैको त्यो पनि कुरा आयो। यसलाई गर्नको लागि पहिलोको सुरुवात कसरी जाने त यो सुरुवातै भएको छैन त नि अब यो कुरा मात्रै भइरहेछ। सुरुवातको लागि कसरी जाँदाखेरि हुने हो त यो कोबाट कसरी आर्थिक मूल्यको लागि कसरी अगाडि चाहिँ सर्नु पर्यो त्यो कुरा चाहिँ आयो क्या। होइन आर्थिकको लागि त हेर्नु तपाईँको जाने के छ भनेको जाने हाम्रो विधानमा जुन व्यवस्था छ नि होइन मासिक चाहिने चाहिँ अब त्यो लेबी उठाउने चलन पनि चाहिँ हामी चाहिँ छोडिसकेको छ। त्यही महिनाको 20-25 रुपियाँ होइन खुर उठाएको भएर अहिले हुन्थ्यो नि होइन त्यही पनि हामी उठाउन छोडेको छौँ क्या। त्यही कारण यो धेरै कुरा सुधार गर्नु पर्छ। त्यस कारण मैले त्यो कुरा चाहिँ यसमा तपाईँको चाहिँ अब अबको कमिटीमा चाहिँ हामीले तपाईँको चाहिँ कोषाध्यक्ष सिस्टम बनाउने हो होइन कि आर्थिक विभागै बनाउनुपर्छ। अर्थात् जस्तो नेपाल सरकारको अर्थ मन्त्रालय छ नि त्यस्तै अर्थ मन्त्रालय हामी बनाउनुपर्छ र त्यसको प्रमुख छ भने त्यो के गर्नु पर्यो त्यो हुन्छ हेर्नुहोस्। त्यही कारण मैले सोचेको कुरा चाहिँ धेरैलाई पद पनि बाँडेको रहेछन् अहिलेकोलाई। त्यही कारण चाहिँ कति अब चाहिँ 7वटा प्रदेशको चाहिँ 7वटा उपाध्यक्ष बनाइदिने होइन यो एकजना अध्यक्ष अर्को चाहिँ सह अध्यक्ष र अर्को बनाउनु तर जाने 7वटा उपाध्यक्ष चाहिन्छ त्यो चाहिँ 7वटा क्षेत्रको इन्चार्ज बनाएर उसको जिम्मा दिने त्यो चाहिँ गराउनु त्यसरी गराउनुपर्छ सिस्टम चाहिने। अब पार्टी मिलाउँदा पनि यस्तो के तपाईँको त्यो आर्थिकबाट त अब एउटा स्ट्रङ कमिटी आएपछि लेबी अनिवार्य गर्ने के गर्ने त्यो गराउँला। जस्तै तपाईँ सहअध्यक्ष दिएको होइन हामीले उसलाई परशुरामलाई उनी जहाँ पनि अध्यक्ष लेखेर हिँड्यो तपाईँले सहनुभयो
तपाईँले सहेन भनेको होइन। अनि यता पनि अहिले पनि ठ्याक्कै कार्यकारी अध्यक्षमा त्यस्तै पावर टसल भयो कि त्यो चाल ल्याउनु हुन्न क्या। अब त्यही भएर भन्दा अहिले दुईटा अध्यक्ष दुइटैले अन्डर एस्टिमेट गरेको नि अहिलेलाई पनि उसले कार्यकारीले अन्डर एस्टिमेट गरिरहेको छ। हिजो फेरि परशुरामले आउँदा फेरि म के नै भने यति लामो के लेखेर आयो ठ्याक्कै बाबुराम भट्टराईको लेखेर ल्याएको थियो कि बाबुरामको ठ्याक्कै त्यो लेखेर लिएर आयो। अनि त ऊ अध्यक्ष कार्यकारी अध्यक्ष पनि होइन सह-अध्यक्ष दिएको मान्छे जहाँ जाँदा पनि अध्यक्ष साइन गरेर हिँड्ने खालि अध्यक्ष साइन गर्ने। तर हामी त जोगाउनु पर्ने थियो। ल आयो तपाईँले भन्नुभयो मेबीमा राष्ट्रिय अन्तर्राष्ट्रिय के अरे चिनेको एउटा नेसनल फिगर होइन कि इन्टरनेसनल फिगरमा सबैले चिने व्यक्तित्व आएको छ। पार्टी सागर भयो। अब यहाँ कुरा काटेर झुन्ड बनाएर हुँदैन। तपाईँ अब अबको भावीको अध्यक्ष तपाईँ हो भने तपाईँ मेबीको त्यो कार्यालयमा परशुरामको कार्यालयमा भन्नुभएको होइन। तर उहाँले चाहिँ मान्नु भएन। यस्तो भयो भने झ्याउ हुन्छ कि भनेको अलिकति बुझेको अलिकति सेन्स भएको उत्पीडितलाई साँच्चै सत्तामा लानुपर्छ भन्ने सेन्स भएको मान्छे हजुर कुरो काटेमा अब हामी चाहिँ पार्टी कोहीसँग एकीकरण कोही मान्छे आउँछ भने हामीले त्यसलाई चाहिँ त्यसको ब्याकग्राउन्ड हेर्नुपर्ने हुन्छ कि कसैको सपोर्टबाट आएको छ कि होइन कसैको चाहिँ पहिले चाहिँ त्योभन्दा पहिले चाहिँ कुनै पार्टीको सपोर्टमा बसेर पछि हाम्रो यहाँ चाहिँ फुटाउन आयो तस्न गर्न आयो कि भने हामीले चाहिँ त्यसको ब्याकग्राउन्ड बुझेर हेरेर बल्ल चाहिँ हामीले त्यसलाई चाहिँ निर्णय गर्नुपर्ने हुन्छ। अब यसो गरौँ के तपाईँको तपाईँको कन्सर्नलाई चाहिँ कसरी सम्बोधन गर्नु भने अब यो दुईजनाबाट नभएको देखेको हो क्या प्रष्ट त्यतिबाट पनि भएन। अब सूर्यवंशीजीको एकदम आइसकेको होइन निर्विरोध आइसकेको अध्यक्ष अब उहाँले किन नमान्नु भएको त्यही मलाई अचम्म लागेको छ। महाधिवेशन गरेर चाहिँ नि म त वास्तवमा विधानसभा नगएकै त्यो नेपाल हुने भयो भनेर नगएको र विशेष त्यो लिम्बू साथीहरू सुन्नुहोस् दुई चारवटा लिम्बू साथीहरू त्यहाँ काम नलाग्ने छन् र म नगएको वास्तवमा म त्यसमा दोष हुन्छु भनेर म बिरामी भएको होइन हल्का रुगा मार्की मात्रै हो त्यो मलाई सबै थाहा थियो। तर मैले भनेको पनि थिएँ कसैले नटेरेपछि म नगएको होइन। उहाँ मासु भात खाँदा म मासु भात नखाइ कुडुक्क हिँडेको साइलो दाईहरू हुँदा। अब के गरौँ भने तपाईँको कन्सर्नलाई सम्बोधन गर्न चाहिँ यो दुइटैबाट नभएको हुनाले हाम्रो निम्ति चाहिँ अहिलेलाई अब जनमुक्ति विचारधारा अथवा यो विचारैको चाहिँ विचारोपण गर्ने उहाँ हुनुहुन्छ। मान्छेहरू 86-87 वर्षसम्म पनि पार्टी अध्यक्ष छँदैछन् गरिरहेछ। चित्रबहादुर त झन् चाहिँ के छ सांसदै भएर सबभन्दा तगडा ढङ्गले त्यहाँ बोलिरहेछ भने चाहिँ हाम्रो उहाँ त हुनुहुन्छ। त चित्रबहादुर नारायण मान भन्दा कुनै पनि एङ्गलबाट उहाँ कम्ती त हुनुहुन्न। त्यसो हुनाले अहिलेलाई चाहिँ हामीले उहाँकै वरिपरि चाहिँ एउटा कोर जनमुक्तिको जुन तपाईँले भन्नुभएको छ नि जो जनमुक्तिको जो कोर भ्यालु छ नि त्यो हुनेहरूको एउटा स्ट्रङ टिम बनाऊ के मेन। किनभने तर सबै त त्यस्तो मान्छे हुँदैन नि। हाम्रै टिममा पनि जस्तै रूपन्देहीको साथीहरूले त कुरै नबुझ्या रहेछ नि। अब यता पनि त राम्रो कुरा नबुझ्या जस्तो देखियो नि। बरु म पछि आउने बुझिसकेँ 42 सालतिरै यो चिज आएको रहेछ। स्यामुल पी हन्टिङटनले चाहिँ 1996 मा गऱ्यो भनेर हामी खोक्दै हिँड्थ्यौँ। पछि तपाईँले दस्तावेज दिँदा त उहाँले त 42 सालतिरै लेख्नु भएको रहेछ होइन। त्यो स्यामुल पी हन्टिङटन त त्यो 1996 भनेको त कहिले भयो 42 साल भन्दा त धेरै पछि भयो नि 40 साल होइन 1996 मा स्यामुल पी हन्टिङटनले द क्ल्यास अफ सिभिलाइजेसन भनेर लेखेको छ के त्यो कुरा उहाँले त्यसो भन्नाले हामीले के गरौँ भने उहाँलाई कोर बनाएर अहिले अफिसियल अनअफिसियल कोर जनमुक्ति विचारधाराको एउटा टिमवर्क बनाऊ। त्यो धेरै हुनु पनि जरुरी छैन। जति सकिन्छ लाइक माइन्डेडहरूको बनाऊ। किन पार्टीमा गुट उपगुट हुन्छ क्या यसलाई स्वीकार्नुपर्छ हामीले। हाम्रो चाहिँ गुट उपगुट हुनु हुँदैन भन्छौँ पार्टीमा हुन्छ फरक फरक विचार भइन्जेल हुन्छ त्यो बनाऊ। र अहिले जुन अब महाधिवेशनको लाइन अब केशवजीसँग कन्सल्ट गर्ने नगर्ने चाहिँ अब उहाँकोलाई छोडिदिउँ हाम्रो संरक्षकज्यूलाई किन केशवजीसँग कुरा गर्छु भन्नुभएको थियो गर्ने नगर्ने तपाईँको तजविज हो। तर महाधिवेशन जानै पर्यो। अब पालुङाले मानेको छ र महाधिवेशनमा जाँदा चाहिँ मेरो भनाइ चाहिँ हाम्रो निम्ति अहिलेलाई संरक्षकज्यू नै अध्यक्ष राख्ने सबभन्दा पावरफुल अध्यक्ष राख्ने र कुन किसिमको कमिटी बनाउने भन्ने एक्सर्साइज तपाईँले गर्नुहोस् र हामीले पनि सरसल्लाह दिउँला। र मेरो भनाइ चाहिँ महाधिवेशन अब जस्तै उहाँ लिम्बूहरूमा आएको छ सन्जुवाङ लगायत सबैलाई एड्रेस त गर्नु पर्यो। र हाम्रो चाहिँ जस्तै तपाईँ त अहिले छँदै छैन के अरे तपाईँ त पार्टीमा त के पनि छैन अहिले त विद्यार्थी मोर्चा भन्ने छ त्यो के भयो
त्यो अब तपाईँहरूलाई एड्रेस गर्नु पर्यो जो हामीले त्यो उ गरेर मनोनयन गरेका थियौँ त्यो जो म बस्दिनँ भन्नेलाई छोडिदिउँ बस्छु भन्ने जतिलाई सबैलाई फेरि यो केन्द्रीय कमिटीमा ल्याउँ र चाहिँ महाधिवेशन लैजाउँ। जस्तै हाम्रो जगन किराँतीले भनिरहेछ मलाई ऊ एमएस चाहिँ अध्यक्ष भयो भने मलाई पनि केन्द्रीय समितिमा झुन्ड्याउनु म सकेको गर्छु मलाई केन्द्रीय सदस्य दिनुपर्छ भनिरहेछ। त्यस्ता थुप्रै मान्छे छन्। यसरी अस्ति आएको थियो मैले तपाईँ त एमएस र खपाङले त ऊ दरबारे भनेर लेख्नुभयो भनेको अब त्यो बेलामा जानेर लेख्यो होला नजानेर लेख्यो होला बुझेर लेख्यो आउँछ आउँदैनन् तिनी। सुन्नुहोस् है महादेशमा पनि बेफाकमा नजाउँ। जस्तै दस्तावेज त अब लखराक लुखरुक होला तै पनि मेरो भनेर दस्तावेज त्यहाँ गलफत्ती गर्ने होइन। महादेशमा हलमा गएर गलफत्ती गर्ने होइन। पहिल्यै प्रतिनिधिहरू फिक्स गरौँ क्राइटेरिया फिक्स गरेर प्रतिनिधिको पहिल्यै चाहिँ आइडी कार्डै वितरण गरिदिउँ। म अनलाइन आइडी कार्ड बनाइदिउँला सबैलाई वितरण गरिदिउँ। सकिन्छ पैसा पनि पहिले असुल गर्ने अनि त्यसपछि आइडी कार्ड सबैलाई दिएर त्यो आइडी कार्डवाला महाधिवेशन प्रतिनिधिलाई सबैलाई दस्तावेजको मस्यौदा पठाइदिउँ। विधान र चाहिँ हाम्रो के हुन्छ दस्तावेज पठाइदिएर अहिले ल्याऊ भाइ हो। त्यति बेला गलपत्ती गरेर 4 दिन 5 दिन हामी महाधिवेशन गर्न सक्दैनौँ। यो प्रतिनिधिमूलक आउने तपाईँको ठप्पा लाउने भाषण भूषण गर्ने मिठो भात खाने घर जाने हो सकभर एकै दिनमा सक्ने हो। अब उसले चाहिँ नि के अरे पोखराले सकेन भने काठमाडौँमा हाम्रो केन्द्रीय कमिटीको बैठक जस्तो मात्र हुन्छ क्या। काठमाडौँमा गर्नुपर्छ कि उनको देख्नु भएन त्यो के अरे हाम्रो चौधरीको त त्यसरी गर्यो त 5 स्टार होटेलमा गऱ्यो मजाले गऱ्यो। हामीले पनि त्यसो गरे हुन्छ एक दिन। त्यसो हुनाले त्यसो र पहिले दस्तावेज बनाउने र प्यानल पनि मेरो भनाइ चाहिँ अब संरक्षक प्रताप प्यानल बनाउने को तिमीहरू के उठ्ने भनेर पहिले बरु निर्वाचन आयोग पनि पहिले बनाए हुन्छ। महाधिवेशनको तयारी समितिमै निर्वाचनको जिम्मा दिने र को कुन पदमा उठ्ने ल एप्लाई गर भन्ने। महासचिव 3वटा आयो अरे 3वटालाई बैठाएर ल तिमीहरू मध्ये ल छलफल गर 3 जना मध्ये को उठ्ने ल 2 जना भयो 2 अब 1 जना रह्यो। फेरि अब उहाँहरू जस्तोले सम्झाउने ल तिमीहरू 2 जना मध्ये तिमीलाई उपमहासचिव बस तिमी महासचिव बस न त भनेर यसरी सुलह सम्झौता गर्ने। हुँदै भएन भने मात्रै त्यो 2 जनालाई महाधिवेशन लगेर भोटिङ गरेर त्यसै दिन टाकटाक टुकटुक टुङ्गाली दिइहाल्ने होइन। त्यो हिसाबले हाम्रो प्यानल पनि पहिले तयार गर्ने यो सबै गऱ्यो भने हाम्रो महाधिवेशन पनि शुद्ध हुन्छ। त्यहाँ झै झगडा हुँदैन तछाड मछाड हुँदैन। त्यो पनि पढेर सुनाउने सबैले सही गर्न सक्यो क्या। त्यसरी महाधिवेशन सर्टकटमा गरौँ। र मेरो भनाइ चाहिँ हाम्रो अब संरक्षकज्यूले भने जस्तै यो अब केपी पालुङमा त हामीसँग महाधिवेशन गर्नु सहमत छ भनेपछि अब केपीहरू चाहिँ त्यहाँ महेन्द्र लावतीहरूसँग मोर्चा बनाएको छ होइन। अब त्यसलाई अहिले केन्द्रीय समितिको बैठकमा पनि माइन्युट गरौँ। त्यो मोर्चा कस्तो किसिमको भनेर माइन्युट गरौँ त्यसलाई फर्मलाइज गरौँ। किन अध्यक्षको हैसियतले उसले मोर्चा बनायो तर हाम्रो केन्द्रीय कमिटीमा त त्यसलाई त अनुमोदन गरेका छैन। अनुमोदन गराउँ त्यसबारेमा हामीले तल माथि अफबिट छ भने पनि गरौँ र त्यो मोर्चा चाहिँ पार्टी एकतासम्म लाने ढङ्गले उनीहरूले गरेका छ। र अब त्यसलाई चाहिँ हामीले अब जनमुक्तिको सत्व नाश हुनु भएन। 100% जनमुक्ति विचारधारा चाहिँ हाम्रै पार्टीमा पनि अहिले पनि कसैले ओन गरेका छैन। त्यसमा हामी छौँ त। त्यस्तै 100%ले नगर्न सक्छ तर जनमुक्तिको चाहिँ नि लेगेसी जनमुक्तिको चाहिँ नि एउटा चाहिँ नि विचारधाराहरूको मूल मर्महरू नमेटिने गरी उनीहरू मान्छन् भने एकतामा जाउँ। एउटा रिजवानसँग मोटामोटी एकता हुने टिक्ने खालको पनि हुनु पर्यो कि एकता टिक्ने खालको हुनु पर्यो के भन्नु टिक्ने खालको हुनु पर्यो कि एकता टिकेन भने पनि हामीलाई समस्या भएन क्या। हाम्रो कोर टिम चाहिँ धेरै मैले देखेको म त परशुरामदेखि त च्याप्टर क्लोज गर्दै हुन्थ्यो एकता सेकता भरु खटम भने क्या। म त मेरो मनमा त्यस्तो पनि लाग्यो कि पटक पटक ल्यायो हेर्नुहोस्। अहिले एकताले गर्दा पनि कस्तो भयो हेर्नुहोस् त। थोरै 5 मिनेट तपाईँ जस्तो तपाईँ इमान्दारसँग आउनु भयो नि त मेरो 5 मिनेट होइन। तपाईँ आएर तपाईँ अब एउटा यत्रो के अरे इन्जिनियर जस्तो मान्छे आउनुभयो पार्टीमा काम गरेको मान्छे राष्ट्रमा तपाईँ आएर बस्नुभयो अनि यसरी खटिराख्ने मान्छे चाहियो कि एकतामा आउँछ फेरि जान्छ के हो बुझ्दैन। एकतामा किन भने एकताले सबै पार्टीलाई फाइदा हुन्छ। सुन्नु हाम्रोमा किन फाइदा भन्नु भने हामी जनमुक्तिको कोर त्यो उ नै छैन हाम्रो टिम नै छैन। त्यसो भने हामी एकदम छितरिया छौँ। त्यसो अरूले हामीले ध्वस्त बनाएर जान्छ तर हाम्रो त्यो कोर टिम हुने भने त्यो कसैले ध्वस्त गर्दैन। हामी कहाँ एकता गर्न आएकोहरूमा त केही न केही रिटेन भएर बाँकी चाहिँ उता जान्छ होइन। त्यो मोडेलमा जानुपर्छ र कोर टिम मैले अघि नै भने हाम्रो बन्नुपर्छ क्या। कोर एउटा चाहिँ गुटै भनौँ त्यसलाई अब गुट भन्ने चलन छ।
त्यस पछाडि त्यो गुटले गर्न आउने हो क्या आर्थिक योजनाहरू। जस्तै मेरो सोचाइ चाहिँ के छ भने हाम्रो संरक्षकज्यूले भने चाहिँ लेबी प्रणालीलाई सुव्यवस्थित गराउने 25-25 रुपियाँमा पनि महिनाको अनिवार्य गर्ने आर्थिक सहयोगदाताहरू हाम्रो हुन सक्छन्। गाउँसम्म जहाँ जहाँ समिति छ सबैको लागि उहाँहरूलाई पनि नियमित गर्ने हाम्रो चाहिँ गराउने। अझै चाहिँ हामीले हाम्रा कार्यकर्ताहरू छन् भने अरू उद्योगको त हामीले गर्न सक्दैनौँ, तर कृषि त आजबाट गर्न सक्छौँ। हाम्रो कार्यकर्तालाई खानै नपाएको रहेछ भने त कृषि गर्न सकिन्छ नि त होइन। उसको कार किन्ने हैसियत पो हामी गराउन सक्दैन, भात खाने हैसियत त पार्टीले गर्न सकिन्छ न। हर्क साम्पाङले त्यत्रो चाहिँ श्रमदानको मोडेल विकास गरेको छ, त्यो त पहिल्यै थियो, हराइसकेको थियो, फेरि श्रम गर्नु गर्व। अर्को कुरो चाहिँ मेरो सोचाइ चाहिँ हामीले त्यो हाम्रो पार्टी कार्यालय र आवास दुइटै बनाउने हो। जहाँ जहाँ कमिटी हुन्छ पार्टी कार्यालय आवास हामीलाई सहरमै हुनुपर्छ भन्ने छैन, जस्तै दमौलीमै हुनुपर्छ भन्ने छैन। वर कहाँ अलिकति दमौलीबाट हिँडेर जाँदा आधी घन्टामा हाम्रो चाहिँ आवास र पार्टी कार्यालय हुन्छ क्या। त्यहीँ हामी गएर सुत्ने, त्यहीँ खाने, हप्ता दिन बस्यौँ भयो। त्यो मोडेलमा हामीले त्यसलाई विकास गराउँला। र मेरो भनाइ चाहिँ महेन्द्र लावतीसँग पहिलो नम्बरमा त्यहाँ एक ढङ्गको मोर्चाबन्दी भएको हुनाले अब तत्काल एकता गर्नु परेन, तर कुनै पोइन्टमा गएर सबै मिलाएर एकता गरौँ। अशोक राईसँग अब मधेसीहरू उनीहरूलाई चाहिँ नि यो मरेको मुसालाई उपैयालाई छोडे जस्तै अब यो मन्त्री घुस्केपछि छोडिहाल्छ। अशोक राईको हैसियत हाम्रै जस्तो हुन्छ। पहिला 1,26,000 भोट थियो, अस्ति 40,000 थियो, अब उसको भोट भनेको 12-13,000 हो। एमालेमा गयो हुन्छ त्यो होइन, एमालेमा नजाने हो भने हामी एकता गरौँ। किन एमालेमा जान्छ भन्ने मेरो पुरानो अनुमान हो, तर नजाने भन्ने अहिलेसम्म भनिरहेको छ। मेरो त पहिलेको अनुमान हो। त्यसो हुनाले उनीसँग पनि गरौँ होइन। त्यसो रिजनसँग त हामी मोटामोटी सही गर्ने लेभल पुगे थियो, हाम्रो केपी पालुङले गर्दा नभएको होइन। रिजनको इम्पोर्टेन्स के छ भने हाम्रो मधेस जोगिन्छ भने मुसलमान र थारूको कारणले मात्रै, नत्र त्यहाँ चाहिँ तपाईँको यो के अरे आरएसएसले कब्जा गरिसकेको छ। ठुल्ठुलो बिल्डिङहरू आरएसएसको बनाएको छ। जय श्रीराम भन्दै त्यो नाङ्गो तरवार बोकेर हिँड्नेहरू, त्यो एङ्ग्री हनुमान बोक्ने सबै आरएसएस हो, इन्डिया फन्डेड। त्यहाँ मधेस जोगिन्छ भने अब मुसलमान र थारूले मात्रै हो। त्यसमा रिजन हाम्रो निम्ति इम्पोर्टेन्ट छ, ऊ फाइट गरिरहेको छ। र अर्को चाहिँ अब जस्तै हाम्रो संरक्षकज्यूले पटक पटक भन्नुहुन्छ गठबन्धन अथवा त्यो चाहिँ हामी यति त पार्टी एकतै गर्नेहरू। त्योदेखि बाहेक चाहिँ अहिले चाहिँ नि पछिल्लो चरणमा देखावटी सही भए माओवादीले चाहिँ नि यो फेरि यो जातीय मुद्दाहरू गर्दैछ, त्यसले छोडिसकेको मुद्दा थियो होइन। अब मुक्ति मोर्चाहरू मगर मुक्ति भोट घटेर फेरि त्यसो भन्नाले के गरौँ भने प्रचण्डहरूलाई पनि आपत परेको छ, उनीहरूसँग चाहिँ हामी चुनावी गठबन्धन चाहिँ गर्न सक्छौँ क्या। चुनावी गठबन्धनहरू गरौँ, उनीहरूसँग तालमेल गरौँ। किनभने उहाँले भन्नु नि हाम्रो चित्रबहादुरले त त्यो खास उसको जनमोर्चाको मात्र होइन, मसालको मात्र होइन, त्यो त दुनियाँको भोटहरूले। त्यस्तै हामीले पनि कम्तीमा अरूसँग अहिले गठबन्धनमा औपचारिक नजाउँ, तर प्रचण्डहरूसँग रणनीतिक गठबन्धनमा जाउँ क्या। यो किनभने उनीहरूले यो धर्मनिरपेक्षता जोगाउन पनि उनीहरूले सहयोग गर्छ। एमाले काङ्ग्रेसको भर छैन, तर हुन त प्रचण्डको पनि पम्फा भुषाल र रामकुमार शर्माहरू हिन्दूवादी भइसकेका छन्। तर त्यहाँ त्यसो गऱ्यो भने प्रचण्ड बेसिकल्ली प्रचण्डहरू चाहिँ धर्मनिरपेक्षताको पक्षधर हो। त्यो ढङ्गले जाउँ र हाम्रो चाहिँ एउटा कोर तपाईँको लाइनमा एउटा कोर जनमुक्तिको कोर भ्यालु बोक्नेहरूको चाहिँ एउटा स्ट्रङ एउटा चाहिँ बनाऊँ। र मेरो भनाइ चाहिँ हाम्रो कमिटीहरू बनाऊँ र कमिटी जहाँ छ त्यहाँ सेल्टर कम रेजिडेन्स के अरे अफिस कम रेजिडेन्स जहीँ पनि जस्तै मेरो सुन्नु न, मेरो जिल्लामा कुरा गर्नुहुन्छ भने मेरो बडी आमाको छोराले मेरो घरमा बनाउन भनिसकेको छ। त्यो जिल्ला सदरमुकामबाट कति 20 मिनट जति लाग्छ होला। उनले के भनेको छ, मेरो घर खाली छ, अब सित्तैमा गर्ने हो क्या, हामीले पैसा तिर्दैन। त्यहाँ यसो जस्तै हामी गयो भने स्लिपिङ ब्याग बोकेर जाने हो क्या हामी नेताहरू। त्यहाँ उनीहरूले म्याट स्याट राख्दै हुन्छ, भाँडाकुँडा हुन्छ, उस्तै परे धान चामल राख्दै हुन्छ, त्यहाँ धानहरू दाल चामल नुन तेल राख्दै भयो, आफै पकाएर खान्छ। त्यो ढङ्गले लैजाउँ, सस्टेनेबल ढङ्गले क्या। त्यो तपसिलो कुरा भयो। अब अहिले चाहिँ त्यसो भए केपी पालुङ आउनुहुन्छ, तपाईँले भनेको अब त्यो चाहिँ पहिला सम्पन्न भएपछि त्यो एकदम काम लाग्छ होइन। पूर्वमा पनि बुझेको तपाईँ एउटा अहिले देखेको तपाईँले भने स्वदेशवाद पनि अब के अरे त्यो ऊ छ नि इन्डिजियनिजम, त्यसलाई 90% जनमुक्ति विचारधारा इन्डिजियनिजम पनि राखौँला। त्यो पछि अहिले हेर्नुहोस् ट्याक्टिकल अहिले तपाईँको हामी यो दुवैलाई पनि केपीलाई पनि र सुरक्षालाई पनि फाल्नु हुँदैन। हेर्नुहोस्
घाँस फकाएर चाहिँ ल्याएर ल्याउने हो, चाहिँ फाल्नु हो। त्यो लगाउनुपर्छ। घाटा हुन्छ अरू त गाडी अब यो 2 जना फाल्नु हुँदैन हेर्नुहोस्। अब पूर्वाञ्चलको हकमा त चाहिँ मैले केही अरू मान्छे नै छैन क्या हेर्नुहोस्। त्यो धरानदेखि तपाईँको बिताबाट जाने जाने बस भाडा छैन हेर्नुहोस्। त्यस्तो छ हेर्नुहोस्। त्यहाँबाट त अब बिताबरदेखि उहाँ त्यो ताप्लेजुङ जानेको त छोड्नुहोस् त्यो हेर्नुहोस्। ताप्लेजुङ के शिवलाल जस्तो हुनु पर्यो। शिवलालले म त चिया खान छोडेँ भन्छ भन्थ्यो कि र अब जहाँ पनि चिया खाम भन्नै पर्यो, खुवाउँदा चाहिँ तिर्नै पर्यो, बरु म त खान्न भने बस्यो चिया खान छोड्यो खानु नै म त खान्न भनिदिन्छु कि चिया। त्यसो भनेपछि अब सिनियर नेता भएपछि त अब ऊ हेर्छ नि त कार्यकर्ताले त उमेरमा आर्थिक रूपमा होइन हेर्छ नि त। अब हामी गयो भने त अब उहाँहरूतिर जस्तो लाग्छ नि त हामीलाई त होइन। अनि म त अलि उमेरले काँचो छु नि त। अनि त त्यसपछि म त चिया खान्न भनेपछि पैसा तिर्नु पर्दैन भन्छ भन्थ्यो कि शिवलालले त्यसो गर्थ्यो कि त्यतै हुनु भने सबैको हालत यस्तै छ त हेर्नुहोस् होइन। र त्यसले गर्दाखेरि त के छ भने अब हामीले होइन यो भित्र यो धेरै चिज मिलाउनु धेरै कुरा छ। आर्थिक कुरा मिलाउनु छ, अब चाहिने पार्टीको सङ्गठनको स्ट्रक्चरहरू चाहिँ मिलाउनु छ। अब अहिलेको यो के अरे स्ट्रक्चर पनि कसरी बनाउने भनेर त्यो सोचेर जानु परेको छ हेर्नुहोस्। र त्यो हामी चाहिन्छ विदेशतिर पनि जस्तो अब कहिले छैन हामी जाने यो उतातिर के अरे अब हाम्रो सङ्गठनहरू छ अमेरिकामा पनि छन्, बेलायततिर पनि छन् होइन, यता जापानतिर पनि छन्, यता तपाईँको यो के अरे साइप्रसतिर पनि छन् होइन। हरेक ठाउँमा छ नि होइन। यो सब कुरा छन्। त्यही कारण मुख्य कुरा के भन्छ आर्थिक कुरा पहिला यहाँ आर्थिक कुरा मिलाउनु पर्छ होइन। अनि हिँड्ने कार्यकर्ता आर्थिक कुरा नगरेर कसरी बेला भन्नुहोस् त। अब ल समस्या यहाँ अधिवेशन गर्ने अब अधिवेशन लागि चाहिन्छ एउटा त अब चाहिन्छ तयारी समिति चाहिँ खडा गर्न होइन। अब त्यो तयारी समिति खडा गर्दाखेरि नै पूर्व पश्चिमको उत्तर दक्षिणको त्यो सबैको मिलाएर चाहिँ बनाउनु पर्यो होइन। 5 जनाको बनायो भने 10 जनाको बनायो भने त्यसरी त्यो बनाउनु पर्यो। तिनीहरू त एक ठाउँमा बस्नु पर्यो होइन। तिनीहरू बस्ने व्यवस्था गर्नु पर्यो, खाने व्यवस्था गर्नु पर्यो चाहियो नि स्थिति त होइन। त्यस कारण कुरा के छ भने पहिलासम्म यो पार्टीमा लेखेको कुराहरू चाहिँ अब जानिन्छ नि। अब पूर्वमा जानुहोस् हो कि त्यहाँ त तपाईँको जानु केपी ओली धपायो त्यताको हेर्नुहोस् होइन। धपायो त्यो बल्कि त्यो केपीको खतरा भन्दा पनि त्यहाँ खतरा छ तपाईँको चाहिँ काङ्ग्रेसको यता हेर्नुहोस्। एमाले त लगभग त्यहाँनिर सिद्धिलाई सुनेको त्यही पूर्वाञ्चलमा हेर्नुहोस्। त्यसले गर्दा कुरा के छ भने तपाईँको चाहिँ अब काका रुष्ट भएर बसेका छन् होइन। अब जनमुक्ति पार्टीको सङ्गठन विस्तार नभए पनि नाम त सबले सुनेको छन् फेरि रुचायो नरुचायो नि सुनेको सबैले सुनेको छ। त्यस कारण मूलभूत कुरा के छ भने पहिला जो यहाँ आर्थिक व्यवस्था गर्नु पर्यो र त्यो प्रमुख नेता जाने चाहिँ त्यो नगई हुँदैन। यहाँबाट तपाईँको चाहिँ जुम्ला पनि जानुपर्छ, प्रत्येक जिल्ला जानु कैलाली पनि जानुपर्छ, पाँचथर पनि जानुपर्छ हेर्नुहोस्, रसुवा पनि जानुपर्छ होइन। ताप्लेजुङ पनि जानु पर्यो, हरेक ठाउँ जानुपर्छ। मनाङ मुस्ताङ कता पर्छ जानु पर्यो। त्यसले गरेको कुरा के छ भन्दाखेरि तपाईँको चाहिँ त्यसरी चाहिँ जान सक्ने हैसियत चाहिँ बनाउनु पर्यो कि उसको आफ्नो हुनु पर्यो कि उसलाई पार्टीले जाने त्यो अवस्थामा चाहिँ सुविधा जाने पुऱ्याउनु सक्नु पर्यो हेर्नुहोस् होइन। त्यसले गर्दाखेरि चाहिँ मुख्य कुरा अहिले तपाईँको के चाहिँ आर्थिक कुरा हो त। मैले भने नि अब गएपछि मान्छे आउँछन् होइन। मै अहिले के अरे पूर्व पश्चिम मान्छे आउँछन् होइन, गर्छौँ भन्छ। तर मैले यसो हेर्दाखेरि नगर्ने कारण के भन्दाखेरि चाहिँ अब भन्दालाई सबलाई लाज लाग्ने भयो होइन। समस्या त उयो आर्थिक कुरा हो हेर्नुहोस् होइन। त्यसले गरेको कुरा के भन्दाखेरि त्यो जाने हामीले तपाईँको जाने गतिलो किसिमको कामदारलाई त हामीले तपाईँको जाने उसलाई चाहिँ बाटो खर्च हाल्नै पर्छ, व्यवस्था गर्नै पर्छ
हेर्नुहोस् र त्यसमा चाहिँ हामी पहिला सुरु आर्थिक व्यवस्थापन गर्नुपर्छ नम्बर 1। दोस्रो कुरा चाहिँ हामीले जानिन्छ यो आदिवासी जनजाति मधेसीहरूको बिचमा जानिन्छ हामी चाहिँ यसलाई सब गर्छ यिनको बिचमा हामी जानिन्छ यसलाई जानिन्छ एउटा गठबन्धनमा हुन्छ कि मोर्चामा हुन्छ कि हामी जानिन्छ यसलाई ल्याउनै पर्छ त्यो कुरा छ र त्यसले गर्दाखेरि तपाईँको चाहिन्छ अब अरू कुराहरू त तपाईँको शक्ति आउँछन् होइन र त्यसले गर्दाखेरि अब पूर्वाञ्चलतिर पनि धेरैलाई पार्टीसम्म धेरै चाहिने भनौँ न अब चाहिँ भ्रम पनि परेका रहेछन् र चाहिँ म गएर बोलिसकेपछि उनीहरू हामीलाई क्लियर भयो धेरै कुरा चाहिँ जुन चाहिँ हामीले बुझेको थिएनौँ बुझेको रहेनछौँ अब कुरा बुझ्यौँ अब हामी काम गर्छौँ भनेर छन् त्यस्तो भन्ने साथीहरू छन् होइन तर सबै कुरा त्यो हुँदाखेरि समस्या कुरो के अरे आर्थिक कुरा हो त्यसले गर्दाखेरि चाहिँ के छ भन्दाखेरि कतिपय साथीहरूलाई उसलाई तपाईँको चाहिँ जाति आति हिँड्ने खर्च व्यवस्था गरेर काम चल्ने तर कति बेला चाहिँ उसलाई हिँडाउँदाखेरि उसको परिणाम पनि भाग खुवाउनु पर्ने स्थितिको पनि छ होइन त त्यसले गर्दाखेरि के छ कि स्थिति त्यता छन् अब तपाईँको एउटा पश्चिमतिर होइन अब हिजो तपाईँको त्यही सुर्खेत झाँकी चाहिँ मजा क्या ठुलो गाजा वाजा सहित बाजा बजाएर घुम्न स्वागत गरेका तपाईँको चाहिँ भिडियो खिचेर तमाम गरेर त्यही सुर्खेत अहिले अहिले छैन त सुर्खेत अब त्यो हुँदा हुँदै जाने हिजो कमजोर रास्ता सम्झेको हुँदा हुँदै तपाईँको अलिकति बाङघर एकदम राम्रो व्यवस्था सम्झेको हेर्नु तपाईँहरू अहिले ठिक छ त्यो के छ कि बरु त्यो दायाँ हाल्ने जुन मियो छ नि त्यहाँ जिल्लामा एकजना मियो मात्रै खडा भयो भने हुँदो रहेछ क्या हेर्नुहोस् कि त हामीले एकजना पनि खडा गर्न सकेको छैनौँ हेर्नुहोस् अब त्यो हाम्रो उसको जाने सुर्खेतका पर बोलिकिन थियो कि त्यहाँ चाहिँ एक दुईजना साथी थियो अब त्यो त आफ्नो व्यवसायमा लागेपछि चाहिँ हामीले भ्याउँदैनौँ भने गरेर जानु सुर्खेत अब त्यसलाई के देखेर हामीहरू अब अरू बेला के भन्छ मै गएर भनेर ल त्यो अलिकति त्यो पर खर्च हाल्नुपर्छ भनेर भन्ने उनीहरू तयार छन् तर पैसा हाल्छ त्यस कारणले त के छ त फेरि जाने अहिले त त्यस्तो सुरु छन् त्यही कारण अहिले साथीभाइ जिल्लामा छन् तर विभिन्न कारणले चाहिँ निस्किने छन् त्यही कारण अहिले हाम्रो रूपमा चाहिने हामीले प्रतिशतको राजनीति गर्नु हुँदैन हेर्नुहोस् होइन यसले यस्तो भन्यो भने त्यो निर्णय खुम्चायो के अरे त्यस्तो गर्न हुँदैन सबै मिलाइजानसँग पऱ्यो होइन मिल्दै मिलेन भने के गर्नु त फेरि मिल्दै मिलेन मैले होइन अब मिल्दै नमिलेको खण्डमा त त्यसको त उपाय नै हुँदैन यस्तो छ यसमा के छ भने नि केशव सूर्यवंशीले मलाई भनेको छ त्यसको निम्ति लबिङ गर पनि मलाई भनेको छ के भनेको छ भने निर्वाचन आयोगको निर्णय जतिसक्दो फास्ट ट्र्याकमा लैजाउँ उसले त्यो भनेको छ क्या हिजै पनि फास्ट ट्र्याकमा लगेर राष्ट्रियलाई मान्यता दियो भने पनि ठिक छ हामी सबै केपी पालुङलाई नफालौँ हामी कोही पनि नफालौँ महाधिवेशन जाउँ र चाहिँ नि सबै अब यो एकता प्रक्रियालाई सबै हाम्रो उसलाई टुङ्ग्याउँ नेपाल जनमुक्ति भयो भने पनि त्यही गरौँ केपी पालुङलाई पनि नफालौँ सबै गरेर जाउँ भनेको छ सूर्यवंशीले केशव सूर्यवंशीले हिजो मलाई त्यसको निम्ति अलिकति म यो कम्प्लिट गर्छु कि त्यसको निम्ति तिमी लबिङ गर फेसबुकमा पनि लेख भनेको छ मैले हिजो मेरो स्ट्याटस मोटामोटी त्यस्तै मोडेलको पनि छ लबिङ गर भनेको छ तर उसको सूर्यवंशीको चाहिँ के छ भने निर्वाचन आयोगको प्रक्रिया फास्ट ट्र्याक गर्ने र जे निर्णय आउँछ त्यो पछ्याएर महाधिवेशन जाने भन्ने उसको लाइन छ व्यक्तिगत लाइन तर मलाई यो चाहिँ रूपन्देहीको साथीहरूले मान्छ भन्ने मलाई सुनिश्चित लागेको छैन र सूर्यवंशीलाई चाहिँ सम्राट शेरचनले के भन्न सक्नुपर्छ भने तँ रूपन्देहीको मान्छेहरूको ग्यारेन्टी लि त्यहाँको त्यो नेपाल भएर भने पनि महाधिवेशन जाने भन्ने ग्यारेन्टी लि भनेर तपाईँले चाहिँ भन्नुपर्ने हुन्छ र अर्को अब केपी पालुङलाई मैले भनेको ऊ मानेन भनेको छ मलाई सूर्यवंशीले मैले भनेको नेपाल भए पनि राष्ट्रिय भए पनि निर्वाचन आयोगले जे निर्णय गर्छ पार्टी नफुटाउने महाधिवेशन जाने भनेको मैले लिखतै गरौँ भनेको केपी पालुङलाई मानेन भनेको छ त्यस सम्राट शेरचनले चाहिँ केपी पालुङलाई प्रथम यो राष्ट्रिय भयो भने तिमी पार्टी फुटाउने नफुटाउँ जसरी पनि लाउँ भन्ने भने निर्वाचन आयोगको अलिकति यसलाई फास्ट ट्र्याक गरेर निर्वाचन आयोगको जे निर्णय आउँछ जस्तै उसले 40 त्यसमा चाहिँ के पनि हुनुपर्छ भने यो अघि हामीले भन्यौँ नि 3वटा सिनारियो
तपाईँको 50% भन्दा प्लस 40% त्या 40% मुनि त्यो सिनारियो आए पनि त्यस पछाडि त नेपाल जनमुक्ति कायम भयो नि त। त्यसको आधारमा जानुपर्छ भनेर तपाईँले च्यापेर 3वटा केसमा दुईटैलाई ख बनाउने हो भने त्यो चाहिँ दुईटै छुट्दैन। तर अब उनीहरू यसमा ख नहुने आफ्नो खेल्ने हो भने चाहिँ पार्टी त फुट्यो। फुटेको बराबर देखिरहेको छ। अहिले